गुड मर्निङ। आज चाहिँ बुद्ध जयन्ती सबैमा सबैलाई बुद्ध जयन्तीको हार्दिक शुभकामना। भर्खर उठे अनि मुख धोएर हजुरलाई आजको मैले मेरो फ्री गर्छु कति भिडियोहरू देखाउँछु ल। सो जस्ट मेकिङ टीका आइसक्यो। सो मैले यस्तो भ्लग बनाउँदाखेरि केही कमी हुन्छ त्यो कामको पनि मैले काम बढाउँछु। अलमोस्ट काजु छ। सो खाजा ओकेजन अफ बुद्ध जयन्ती एन्ड टु एभ्रिवान एन्ड गाइस हाम्रो फुलबाट भयो। हामी जितगढीको मन्दिर हो कि जितगढी किल्ला के भनेर जानेको हामीले त्यो ठाउँ भनेर पनि आई थिङ्क हामी रङ बाटो धन्यवाद रङबाट आइसकेको अनि त्यसपछि त्यही भएर हामी फेरि आफ्नो बाटोलाई सच्याउँदै त्यो हो र मलाई पनि त्यस्तै लाग्यो। अब चाहिँ हामी फेरि आई थिङ्क अब जान्छौँ एकचोटि अनि फेरि त्यो रङ बाटो हामीले जितगढीको मन्दिर नै भेटाएनौँ। त्यही त हो जितगढीको मन्दिर त्यही हो र खासमा हामी हिँडेको त सरी गाइज अघि नै चाहिँ हामीले चाहिँ खाना खाएको अनि खानामा के पकाएको थियो त्यो हाल्न चाहिँ हल्का टाइम हुँदैन। आई मिन म हल्का वास्तै रहेन कि त्यतिखेर त के भयो म त बिर्सेको छु। अनि फेरि अचानक सञ्चारले भ्लग गरेको देखेर सम्झेको थियो। अनि फेरि अब अहिले पछि गर्न होला होस् भयो गरिदिनु भनेको थिएँ। अनि फेरि पछिबाट चाहिँ फेरि अहिले गर्न लगाएको छु। अनि पछि म चाहिँ भर्खर मेरो एउटा साथीको घरको पसबाट निस्केर अब घर बोलाउँदै तर मैले घरै बिर्सेँ, घरै चिनेन। के गर्नु गाह्रो छ। सबै घर उस्तै देख्छु अब कुन हो जितगढी त हुन सक्छ। जितगढी अर्कै थियो। जितगढी हुनै सक्दैन त मन्दिरको हजुर जितगढी किल्ला भन्नुहुन्छ। वी जस्ट ह्याड सो इग्नोर माई ग्रामर। हामीले भर्खरै अर्को प्लान गरायो। हाम्रो दुईवटा प्लान थियो, एउटा प्लान ए प्लान बी। एउटामा चाहिँ हाम्रो जितगढी जानु थियो भने अर्को भनेको बाटोबाटै नै जानु थियो। एन्ड आई थिङ्क वी जस्ट चेन्ज एन्ड वी आर हेडिङ टुवर्ड्स आवर प्लान बी। ब्लगर दिदी
जाने कि नजाने र दक्षिणालाई फोन गरौँ न हजुर हजुर सो गाइज अब हामी भाटपाडा जान लाग्यौँ अब हामी यसलाई के भन्छौँ हामी एडभेन्चर भन्छौँ आजको सो मैले डेस्टिनेसन अब सञ्चारले आफ्नो मोबाइल heading towards भाटपाडा मैले सयचोटि भने हेडिङ टुवर्ड्स भनेर सो आई थिङ्क यो चाहिँ मेरो हल्का धेरै पछिको भ्लग होला अनि म चाहिँ भ्लग नै कस्तो केही महिना भयो नि त अनि म पहिला अब चाहिँ म एकदम भ्लग बनाउने होला सायद अनि मैले गराए पनि म बर्थडेमा guys.